अब आशीर्वाद दिनु नि लाग लाउनु त हुन गुरुजीलाई टीका लगाइदिँदैछ अब आशीर्वाद दिनु पर्यो नि गुरुजीलाई लु गुरुजीको आज धेरै धेरै धन्यवाद छ राम्रो शुभकामना सर्वप्रथम त म मेरो मृतक स्वर्गीय बाबालाई सम्झिन चाहन्छु। उहाँको धेरै धेरै आशीर्वादले गर्दा आज म यो स्थानमा छु अनि सम्पूर्णमा विश्वकर्मा पूजाको एकदम शुभकामना गर्न चाहन्छु। र मेरो चाहिँ यहाँ गाडीमा होइन मैले चाहिँ आपाको फोटो हमेसा लगाइरहेको छु। गुनासो त सबैको जीवनमा हुन्छ, तर मेरो गुनासो एउटा छ होइन, आपाले छिटै संसार छोडेर जानुभयो र हाम्रो साथमा आज हुनुहुन्न। उहाँले गरेको मेहनतको फल, उहाँको कर्मको फल अझै हाम्रो सामुन्ने छ र यो गाडी पनि उहाँको कर्म मेहनतको फलै हो। र आज यस गाडीलाई पूजा गर्नु जाँदाखेरि चाहिँ साह्रै मलाई नरमाइलो लागिरहेको छ होइन। उहाँको आशीर्वाद स्वरूप सम्झेर पनि मैले मन दुख्दै भए पनि आजको पूजा अगाडि बढाउन लागिरहेको छु। देखे तर कुहिहाल्दो रहेछ। सो अब हाम्रो चाहिँ पूजाको लागि यहाँ ठुलो गुरुजी बसिरहनु भएको छ। गुरुजी फ्याफुलो सबैजनालाई कान्छी त आइसकेछ हो। यहाँ कोपाको बाइक चाहिँ यहाँ छ होइन। सो मैले यहाँ नरियल निम्बु चाहिँ राख्ने ठाउँ नभएर यहाँ राखिरहेको छु। छिम्मीहरू अलरेडी रेडी छ। अनि साथीहरू के हो भने चाहिँ हामी चाहिँ हो बुद्धिस्ट पाराले, किनभने जस्तो जान्दछ आफ्नो धर्म वाइज त्यो त गर्नु पर्यो नि होइन। सो त्यही हो, हामी चाहिँ बुद्धिस्ट पाराले गर्छौँ। अब अरू चाहिँ पण्डित पाराले गर्छ। हामी पण्डित पुरोहितहरूबाट पनि गर्छ, तर अब यहाँ चाहिँ अहिले टाढो छ, म जानु पनि सक्दिनँ। त्यही भएर कोपा चाहिँ आइसकेको छ। सो अहिले त पानी रह्यो, ठिकै रह्यो। धन्न पानी पो रह्यो त, कस्तो पानी परिरहेको थियो। मैले उयो खोल्दिएँ साथीहरू। हामीले चाहिँ इन्जिन चाहिँ हिजो सफा गरेको थिएनौँ होइन। उसले बिचारा बेलुका सफा गर्दा गर्दै रात परेको थियो। सो अहिले चाहिँ अब हामीले इन्जिन सफा गर्दैछौँ। छिन् ल, भित्र लाइन उयो होला कि अन होला, अफ गरिदिन्छु। मुमाले चाहिँ पूजा स्टार्ट गर्नुभयो, धुपहरू घुमाउनु हुँदैछ होइन 3 टाइम्स। सो यहाँनिर चाहिँ मैले किन चाहिँ भोइस ओभर गरेको भन्दाखेरि चाहिँ यहाँ चाहिँ पानी पुरा छ नि त नालीमा। सो पानीको आवाजले गर्दाखेरि चाहिँ भिडियो कस्तो गेचेङ भयो, त्यही भएर चाहिँ मैले चाहिँ भोइस ओभर गरेको। सो यहाँनिर चाहिँ साथीहरू अनि मम्माले चाहिँ अब यो घुमाउनु हुँदैछ होइन। सबै पूजाहरू गर्नुहुँदैछ मजाले। इयरली मम्माले नै गर्नुहुन्छ नि त। यति अब 96 इयर्स पुग्नुभयो होइन। उहाँ यस्तो एक्सपिरियन्स हुनुहुन्छ, उहाँले आशीर्वाद धेरै कुराको एक्सपिरियन्स पनि हुनुहुन्छ। त्यही भएर चाहिँ हामीले चाहिँ गुरुजी चाहिँ म चाहिँ उहाँलाई नै मान्छु। सो उहाँले नै पूजा गरिदिनुहुन्छ मजाले होइन। मेहनत लाएर अल्छी नगरी सक्नुहुन्न, हिँड्नुहरू पनि बुढाबुढी भएपछि त्यही हो, हात खुट्टा दुख्ने केही बिमार केही यतात्यता हेनतेन हुन्छ होइन। र पनि उहाँले चाहिँ मेहनतले गरिदिनुहुन्छ नि त यसरी। सो उहाँले चाहिँ पूजा गर्नुहुँदैछ। अब तपाईँको यहाँ सुरु भयो टिकाहरू लाउने होइन। टिकाहरू लगाइदिनु हुँदैछ यहाँनिर चाहिँ फटाफटी। अन्त उहाँले चाहिँ मजाले पूजा गर्नुहुन्छ एकदम ल्याएर हो। सो त्यही हो, अब विश्वकर्मा पूजाको दिन त आफ्नो होइन गाडी घोडाहरूलाई विशेष गरी आफ्नो सरसामानहरूलाई पूजा गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ सुङ्दी बान्नु हुँदैछ। यो सुङ्दी चाहिँ म आमाले ल्याइदिनु भएको कर्सम, आमाले होइन उता कहाँ बोध गया कहाँबाट ल्याइदिनु भएको। अन्त त्यो एकदम चोखो थियो। सो त्यो सुङ्दी चाहिँ हामी गाडी र बाइकमा बान्नुको लागि चाहिँ एकदम रेडी गरेर ल्याएको थियो नि त। माथि घर रुममा पहिला मजाले सामान राखेको थियो। सो यो बाँधिसकेको बापत चाहिँ अन्त यहाँ कोपाको बाइकमा स्टार्ट भयो होइन। मम्माले त्यो धुपहरू घुमाउनु हुँदैछ। सो मम्माले चाहिँ अब कोपाको बाइकलाई धुपहरू घुमाएर मजाले होइन आशीर्वाद स्वरूप पूजा गरिदिनु हुँदैछ। अन्त त्यसपछि चाहिँ उहाँले चाहिँ पूजा गर्दै जाँदाखेरि चाहिँ आफै ढोकेर चाहिँ एकदम सम्मान स्वरूप पूजा गर्नुहुँदै थियो। सो त्यही हो, अब आजको दिनमा त होइन सबै गाडी घोडाहरू साफसफा गरेर पूजा गर्नु मन छ। अन्त यहाँ कोपाले पनि पूजाको सरसामानहरू यता सिफ्ट गरेर मम्मालाई दिनुहुँदैछ। अब मम्माले चाहिँ यहाँनिर चाहिँ टिकाहरू लगाइदिनुहुन्छ नि त।
सो मम्मालाई चाहिँ अब कति प्रब्लम हुन्छ बिचरा आँखा पनि देख्नुहुन्न होइन। सो अब यहाँ चाहिँ गोपाले पनि धुप घुमाउनु हुँदैछ होइन। आफ्नो अब आफूले चलाउने यन्त्र आफूले सधैँ साथ दिइरहेको होइन, जीवनभरि साथ दिने यन्त्रलाई एक दिन पूजा गर्दा त होइन के नै पो जान्छ र। सो हुन त विश्वकर्मा पूजाको दिन मात्रै पूजा गर्ने होइन, अरू बेला पनि अब राम्रो मनले सोचेर आफूले चलाउने सामान यन्त्रलाई चाहिँ एकदम दिलपूर्वक होइन माया गरे त्यो गऱ्यो भने चाहिँ हामीलाई सधैँ हामीले सम्मान गऱ्यो भने चाहिँ हामीलाई पनि सम्मान गर्छ नि त। सो हामीले के कुरालाई इज्जत गऱ्यो भने त हाम्रो इज्जत गर्छ, त्यही हो। सो जे कुराको पनि इज्जत गर्नुपर्छ। सो मम्माले चाहिँ यहाँ ढोक्नु हुँदैछ, पूजाहरू गर्नुहुँदैछ होइन। अझै सक्नु भएकै छैन, बुढी मान्छे हो नि त। सो अलिकति भए पनि टाइम लाग्छ, हजुरहरूलाई बोरिङ नभई हेरिदिनुहोस् होला। सो अब यहाँ चाहिँ मैले निम्बुहरू पनि सबै गाडीमा अलरेडी राखिसकेको थिएँ, 4 मुनि टायर मुनि गाडीको 4टा, अन्त सो बाइकमा पनि 2टा राखिदिइसकेको थियो होइन। अब आमाले चाहिँ यहाँ पानीहरू चढाएर चाहिँ चोखाउनु हुँदैछ नि त। सो अब आमाले चाहिँ सबै पूजा अलमोस्ट सकिसक्नुहुन्छ बाइकको पनि होइन। त्यसपछि चाहिँ म पनि यहाँ निक्लिनँ, आज त भिडियोमा भनेर यसो हल्का निक्लेको होइन, म पनि अब बिहानै यस्तै छ। अनि त्यसपछि मम्माले फेरि प्रसादहरू उयो गर्नुहुँदै थियो होइन, हामीलाई पनि अब खानुपर्छ यस्तो भन्नुहुँदै थियो। सो मिठाई थियो प्रसाद। अन्त यहाँ पनि अब सुङ्दी मम्माले ल्याएको, आमाले ल्याइदिनु भएको बुद्ध गएबाट यो सुङ्दी 2टा, एउटा गाडीमा एउटा बाइकमा। अब मम्माले यो झुन्डाइदिनु हुँदैछ होइन। यो चाहिँ एकदम मैले बिर्सेँ, तर बुद्ध गएबाटै ल्याइदिनु भएको होला आमाले उताबाट कि त्यस्तो लाग्यो। मैले चाहिँ एकदम नलगाइ राखिरहेको थिएँ नि त मजाले सजाएर। सो यहाँ चाहिँ अब मम्माले बाँधिसक्नुभयो होइन। त्यसपछि गोपाले पनि यहाँनिर चाहिँ टिका लगाएर अलिकति पूजा गरिदिनु हुने अरे गाडीको, अन्त सो पूजा गरिदिँदैछ। अनि म चाहिँ भिडियो बनाउँदैछु। सो त्यही हो, म त घोप्टेर कति कुराहरू गर्नु सक्दिनँ नि त। अनि त्यही हुन्छ, अहिले पूजा गरिसक्यो। अब त नरियल फुटाएर लास्टमा निम्बु होइन, तपाईँलाई फुटाइदिनु कि आमाले छर्छ नि ल। लु तोरो प्यारी लु फुट्यो आमा, फुट्यो निम्बु आँखामा आयो तपाईँको। ये फुट्यो, सेप दिनु ले त ढुट्टो बनाउँछ नि। लु आजको पूजा पनि सम्पन्न भयो। बाक्ले पनि पिच्यायो। अब मेरो भन्ने त्यति नै छ। साथीहरू आजको पूजा चाहिँ सुसम्पन्न भयो। बुवाले भर्खर गाडी धुनुहुँदै रहेछ, सुसम्पन्न भयो आजको पूजा। हाम्रो चाहिँ आजको पूजा सम्पन्न भयो। हाम्रो गुरुजी चाहिँ ममै हुनुहुन्थ्यो होइन, मम्माले चाहिँ पूजा गरेर पनि सक्नुभयो। अनि अब घर जाने, अन्त आजको पूजा सम्पन्न भयो। ह्याप्पी विश्वकर्मा पूजा टु अल अफ यु। अब चाहिँ म इन्जेक्सन लाउने। ल बाई बाई, हेभ अ गुड डे।